नमस्ते, म सोम शर्मा। बागलुङ जिल्ला क्षेत्र नम्बर 2 बाट राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव चिन्ह घन्टी लिएर यसपटक प्रतिनिधि सभाको उम्मेदवारको रूपमा उभिएको छु। म यति बेला विभिन्न गाउँहरूमा, विभिन्न बस्तीहरूमा यहाँका नागरिकका समस्या सुन्न, बुझ्न र आफूले केही गर्न सक्छु भने ती समाधानहरू दिनको निमित्त र आफ्ना केही कुराहरू सुनाउनको निमित्त गाउँ गाउँमा डुलिरहेको छु, घुमिरहेको छु। उहाँहरूका समस्या सुन्ने क्रममा, मैले यहाँका समस्यालाई भोग्ने क्रममा र यहाँका सम्भावनालाई उजागर गर्ने क्रममा सबैजना मतदाताहरूको एउटै मात्र अपेक्षा छ कि तपाईँ पनि फर्केर आउनुहुन्छ यो ठाउँमा जिते पश्चात, कि तपाईँले साँच्चीकै हाम्रो समस्या समाधान गर्न सक्नुहुन्छ। ती सबै मतदाताहरूका प्रश्नप्रति साह्रै सम्मान छ। मलाई एउटा कुरा भन्न मन लाग्यो, यति धेरै माया गर्ने मतदाताहरू हुँदै पनि किन अहिलेसम्म जितेर गएका नेतृत्वहरूले फर्किने आँट किन गर्नु भएन होला? यति माया गर्नुहुन्छ, उहाँको केही धेरै कुरा छँदै छैन। यहाँ आइदिनुहोस् न, एकचोटि समस्या सुनिदिनुहोस् न। यति कुरा, यति माया, यति प्रेमपूर्ण भावले भनिरहँदा पनि हामी किन फर्कन सकेनौँ? सायद त्यही अवसरहरू त्यही नभएको हुनाले र तिनै समस्याहरूबाट गुज्रिएको हुनाले यसपटक हामीलाई अवसर आएको छ। हामी फर्कने बाचा सहित हिँडिरहेका छौँ। सबैजना आमा बुवा ढुक्क हुनुहोस्, तपाईँ चिया पकाउँदै गर्नुहोस्, खाना पकाउँदै गर्नुहोस्। तपाईँको चिया नसेलाउँदै, तपाईँको खाना नसेलाउँदै हामी तपाईँको घरमा आइपुग्छौँ। सबैका घरका ढोकाहरू खुला राख्नु होला, हामी फेरि पनि आउनेछौँ भनेर बाचा सहित हिँडेका छौँ। ठुला सपना र ठुला आश्वासन केही पनि दिएका छैनौँ। हामी सक्ने कुरा भोलि काम गरेर देखाउने हो, नसक्ने कुरा अहिले भनेर ठुला आश्वासन र सपना देखायौँ भने नागरिकमा ठुलो एउटा वितृष्णा जन्मन सक्छ। सायद त्यही वितृष्णाकै फलले होला आज आम मतदाताहरू नेताप्रति र पार्टीहरूप्रति अलि नेगेटिभ सन्देश र नेगेटिभ भाइब्रेसन लिएर बसिरहनु भएको छ। अहिले हामीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट त्यही कुरालाई चिर्न पर्ने आवश्यकता छ। म विशेष गरी यहाँका सम्पूर्ण मतदाताहरूसँग पुग्न सकेको छैन, त्यसैले पनि ती मतदाताहरूलाई एकपल्ट चिनाउनु पर्ने आवश्यकता छ। को उठेको छ त राष्ट्रिय स्वतन्त्र पार्टी यो चुनाव चिन्ह घन्टी लिएर हाम्रो क्षेत्रबाट भनेर म थोरै सर्टमा आफ्नो परिचय तपाईँलाई दिँदैछु। हो, म सबैसँग जाने रहर छ, म आउने रहर छ, घर घरमा पुग्ने रहर छ। तपाईँसँग बसेर एकछिन मजाले चिया खाँदै मकै भुटेको त्यो मकै चाख्दै एकछिन गफ गर्ने रहर नभएको कहाँ हो र? तर भौगोलिक विकटताले गर्दा सबै समक्ष पुग्न सकिरहेको छैन। यसलाई मेरो बाध्यताको रूपमा बुझिदिनु होला। म यसपटक चुनाव जित्नुभन्दा अगाडि आउँछु आउँदैन थाहा छैन, कति ठाउँमा पुग्न सक्छु सक्दैन थाहा छैन, तर चुनाव जितिसके पश्चात पक्कै पनि फर्किन्छु भनेर बाचा गरिरहेको छु। त्यसैले जसले भेट्नु भएको छ उहाँसँग कुरा भएको छ, जसले भेट्न पाउनु भएको छैन सर्टमा आफ्नो कुरा राख्छु। म तपाईँहरूलाई चिनाउँदैछु, मेरो नाम सोम शर्मा। म यति बेला आफ्नो पेसाले, मेरो अध्ययनको हिसाबले म मास कम्युनिकेसन र राजनीतिक शास्त्रमा स्नातक गरेको छु र म आफ्नो पेसाले भनिरहँदा म आइटी टेक्निसियन र म अलिक कृषि कर्मतर्फ पनि कार्यरत छु। मेरो आफ्नै फार्म छ, कृषिको फार्म, विशेष गरी मसरुमको सिड उत्पादन गरेर देशैभरि डेलिभर गर्छौँ। मेरो पेसा र मेरो योग्यता भयो। अब म मेरो आफ्नो पृष्ठभूमिको कुरा गरिरहँदा म विगत लामो समयदेखि सडकमा यस्तै नागरिक, जुन नागरिकलाई राज्यले उपेक्षा गरेको थियो, राज्यले अलि टाढाको सोचेको थियो, राज्यले आफ्नो उपस्थिति कम जनाएको थियो, त्यहाँ ती नागरिकका पीडा बोल्नु पर्ने थियो, सुनाउनु पर्ने थियो। समस्यालाई यथोचित ढङ्गले सरकारको कानको जाली फुट्ने गरी अगाडि गएर टेबलमा घचघच्याउनु पर्ने थियो। सायद ती घचघच्याउने मान्छेहरू नभइदिएको हुनाले र जसले घचघच्याउँछु भनेर गए उनीहरूले आफ्नो बाचा र कसम भुलिदिएको हुनाले म निरन्तर रूपमा सडकमा यस्तै नागरिकका समस्या र पीडा उठाएर निरन्तर रूपमा सरकारलाई घचघच्याइरहने काम गर्थेँ। कति पटक मेरो हातमा हत्कडी हालियो, कति पटक मलाई हिरासतमा पठाइयो, कति पटक मलाई जेलमा पठाइयो। र जति पटक हिरासतमा पठाइए तापनि, जति पटक जेलमा पठाइए तापनि, जति पटक हातमा हत्कडी हालिए तापनि म कहिल्यै झुकिनँ, म कहिल्यै चुकिनँ, कहिल्यै बिकिन पनि। झन् त्योभन्दा थप मनोबलको साथमा आम नागरिकका समस्या झन् जोडेर, झन् घाँटी सुक्ने गरी, झन् सारो स्वरले बोल्छु भनेर निरन्तर रूपमा नागरिकका समस्या उठाउन लागिरहेँ। त्यो बेलामा म माथि कैयौँ पटक, दर्जनौँ पटक आक्रमण नभएको पनि होइन, मलाई कैयौँ पटक हत्या गर्ने कोसिस नभएको पनि होइन, कैयौँ पटक त्यही राज्यले, तत्कालीन राज्यले म माथि झुटा मुद्दा लगाएर कारागारसम्म नलगेको पनि होइन। तर सायद उनीहरूले भुलेछन् क्यारे, उनीहरूले सोचेछन् यस्तो कि यो डराउँछ, यो थाक्छ, यो गल्छ। उहाँले त्यही भुल गरे। म न कहिले डराएँ,
न म कहिले थाके न म कहिले गले। निरन्तर रूपमा तिनी नागरिकको निमित्त म मर्न तयार छु, बरु मार भनेर आफ्नो ज्यानको पनि बाजी थापेर ती नागरिकको पक्षमा लडिरहे। ऊ आज त्यही सडकमा लडिरहेको मान्छे र सँगसँगै आज यो चुनावको मेन मुख्य कारण बनेको भाद्र 23 र 24 को त्यो जेनजी आन्दोलन, त्यहाँ पनि नागरिकको आक्रोश पोख्ने क्रममा म पनि राज्य सत्ता विरुद्धमा, राज्य सत्ताले गरेका केही गलत क्रियाकलापको विरुद्धमा सडकमा गएको थिएँ। त्यो पहिलाका आन्दोलन र जेनजीको आन्दोलनमा एउटै समानता थियो। म भित्र पनि राज्यका नेतृत्वले गरेका गलत क्रियाकलापको विरुद्धमा ठुलो आक्रोश थियो। तर ती आक्रोशहरू सधैँभरि सडकबाट मात्रै कराएर समाधान नहुँदा रहेछन्, सडकबाटै मात्र भनेर समाधान नहुँदा रहेछन्, यसो गर भनेर मात्र उनीहरूले नसुन्दा रहेछन्। यी सबै कुराको पृष्ठभूमिलाई साँचेर अब हामी नागरिकले देश बनाउनको निमित्त मरेर होइन बाँचेरै बनाउनुपर्छ भन्ने सङ्कल्प मेरो मनमा पैदा भयो। अब हामी सधैँभरि सडकमा मात्रै कराएर यो सत्ताले नसुन्दो रहेछ भन्ने मैले थाहा पाएँ। त्यसपछि मैले सङ्कल्प गरेँ, अब ती आवाजहरू सडकमा मात्र बोलेर होइन आमा, सडकबाट मात्रै बोलेर होइन बुवा, सडकबाट मात्रै बोलेर होइन साथीहरू। अब ती आवाजहरूलाई संसदको रोस्टमबाट गएर भन्नुपर्ने छ, यी समस्याहरू किन समाधान भएनन्, यी नागरिकका समस्याहरूमा किन राज्यले आँखा चिम्लियो, ती सबै कुराहरू भन्न, सुनाउन र अझै ठुलो स्वरमा देशभरिका नागरिकलाई अलि मजाले जुझारु बनाउनुको निमित्त यसपटक मैले संसदको यात्रा तय गर्दैछु। त्यसको निमित्त मैले रोजेको छु बागलुङ क्षेत्र नम्बर 2। त्यसको निमित्त मैले बागलुङ क्षेत्र नम्बर 2 मा रोज्नुको महत्त्वपूर्ण कारण र मुख्य कारण नै यस क्षेत्रका नागरिकहरूमा अलि बढी क्रान्तिकारी सोच छ। अनि एउटा क्रान्तिकारी सोच भएको मान्छेलाई अर्को क्रान्तिकारी सोच भएका मतदाताले पक्कै पनि बुझ्छन् भन्ने विश्वास छ। यो त्यही स्थान हो जहाँ पहिला जनयुद्धकालमा विभिन्न परिवारबाट विभिन्न नागरिकहरू आफै स्वतस्फूर्त रूपमा क्रान्तिको निमित्त होमिनु भएको थियो। त्यही क्रान्तिको निमित्त होमिनु भएका ठाउँबाट अर्को क्रान्तिकारी योद्धा उभिएको छ। त्यही विश्वासको साथमा कि त्यो क्रान्तिकारी मतदाताहरूले पक्कै पनि यो क्रान्तिकारी सोच बोकेको मान्छेलाई यसपटक संसदको यात्रा तय गर्नुको निमित्त आफ्नो अमूल्य मत प्रदान गर्नुहुन्छ भन्ने विश्वास छ, आशा छ, भरोसा छ। त्यसैले एकपटक अब सडकका स्वरहरूलाई संसदसम्म गुन्जाउनुको निमित्त जेनजी आन्दोलनमा घाइते भएका ती हरेक घाइते र ती सबै शहीद भएका ती सबै शहीदको न्यायको आवाज संसदको स्रोतबाट गुन्जाउनुको निमित्त यसपल्ट तपाईँको साथ चाहिएको छ, आश चाहिएको छ, भरोसा चाहिएको छ। त्यो साथ, त्यो आश र त्यो भरोसा केवल राष्ट्रिय स्वतन्त्र पार्टीले पुरा गर्नेछ भन्ने आशा छ। यसर्थ यसपटक बागलुङ क्षेत्रमा 2 का हरेक मतदाताहरूले आफ्नो अमूल्य मत चुनाव चिन्ह घन्टीमा हालेर यो क्रान्तिकारी सोच बोकेको मान्छेलाई, यो परिवर्तनको बिगुल फुक्न सक्ने मान्छेलाई र तपाईँहरूको ठाउँका समस्या र सम्भावनालाई संसदको रोस्टमबाट यसै गरी नै चिच्चाइ भन्न सक्ने मान्छेलाई पक्कै पनि जिताएर पठाउनुहुन्छ, मत घन्टीमा हाल्नुहुन्छ, परिवर्तनको पक्षमा उभिनुहुन्छ भन्ने विश्वास छ। सबैजनालाई एकमुष्ट रूपमा सम्बोधन गर्न चाहे, म आउने कोसिस गर्नेछु, आउन सकिनँ भने यही मार्फत तपाईँ सबैलाई सम्बोधन गरेको छु। तपाईँ सबैजना परिवर्तनको पक्षमा उभिदिनु होला, तपाईँ सबैजना चुनाव चिन्ह घन्टीमा मतदान हाल्नुहोला। जय देश, जय घन्टी, जय बागलुङ क्षेत्र नम्बर 2।